के तपाईहरु पनि काठको मुढामा सिताके च्याउ खेती गर्न चाहनुहुन्छ र गर्दै आउनु भएको छ भने विगत 5 वर्षदेखि हामीले इन्कुलेसन टुल यानी कि बिउ रोप्ने औजारको उत्पादन गर्दै आइरहेका छौं। हामीले उत्पादन गरेको सिताके इन्कुलेसन टुल यो लाइट खालको हो। यो सिकारो तथा कम काठको मुढामा सिताके चाहिँ च्याउ खेती गर्न चाहनुहुन्छ भने पहिलो चरणमा यो हजुरले प्रयोग गर्न सक्नुहुनेछ। यो हाम्रो टप र भित्रको यो पिस्टन नाइलन नटबाट बनेको छ भने यसको यो बडी तपाईको एसएस पाइपबाट बनेको छ। यसको होल चाहिँ डायमिटर 11 एमएम छ भने यसको भित्रको डिप चाहिँ 25 एमएम छ। यो इन्कुलेसन टुलबाट खेती गर्दाखेरि यो 11 एमएम को डायमिटर होल साइज चाहिँ 11 एमएम छ भने यसलाई 11 एमएम को बिटले पाल पार्दा पनि हुन्छ। तर कोही चाहिँ किसान मित्रहरूले चाहिँ 12 एमएम ले पाल पारेर यसले चाहिँ तपाईको चाहिँ बिउ रोप्दाखेरि अझै राम्रो छ पनि भनेको चाहिँ कुरा सुनियो। हामीसँग काठको मुढामा सिताके च्याउ खेती गर्नको लागि यो लगायत विभिन्न अरु पनि टुल्सहरु छ। आगामी दिनमा फेरि अर्को भिडियो लिएर आउने नै छौं। त्यसबेलासम्मलाई हामीलाई बिदा दिनु होला। नमस्कार, धन्यवाद।